हेलो हेलो बाबु, कस्तो भयो रिजल्ट? कति आयो जीपीए? रिजल्ट हेरेको छैन अङ्कल, टाइम भएको छैन। 1 मिनेट, तपाईँ चाहिँ को बोल्नु भएको नि? मलाई चिनेनौ तिमीले? म तिम्रो बाबाको, दिदीको, फुपूको, दाजुको, सालीको, भेनाको, ज्वाइँको, मम्मीको, छोराको, परको आफन्त के? कस्तो नचिनेको? ल्या तलाई, यो रिजल्टको बेला आफन्तहरू कहाँबाट प्रकट हुन्छन् यार? यस्तै हो आफन्त भनेको। हामीलाई पढ्दा चाहिँ मरि गए फोन उठाउँदैनन्, बरु लास्टले फोन उठाउला यिनीहरूले उठाउँदैनन्। अनि रिजल्टको बेला चाहिँ फोन नम्बर खोताली खोताली कल गर्छन् मुर्दारहरू। बात त सही है। सबलाई एक ठाउँमा राखेर झ्याम हान्नुपर्ने सिस्नु पानीले। गर्मी भइसक्यो हौ, कतिखेर आउँछ रिजल्ट? 10 बजे आउँछ भन्दै थियो रुटिन अफ नेपाल बन्दले त। अहिले कति बज्यो हेर त? अहिले 9:55 भएछ। अझै 5 मिनेट बाँकी रहेछ। हिँड खाजा खाएर आम। ओइ मोटी, कति खान्छस् हौ, कति खान्छस्? यसले त पछि आफ्नो बुढालाई पनि खान्छ होला। खान्छु, त जस्तो बुढा पाए भने चाहिँ पक्कै खान्छु। म जस्तो त पाउँदैनस् बहिनी, म सिंगल पिस हो। किन? त गन्जीको सट्टा ब्रा लाएर हिँड्छस् र? ओइ मोटी, बढी बोलेको हो त? सुरु कसले गरेको? गाइस 10 बज्यो, 10 बज्यो गाइस, 10 बज्यो। साले त के होस् कि क्या हो? मलाई किन किस गरेको? सरी यार सरी, माफ गर्दे मलाई। एक्साइटेड भएर किस पो गरेछु। साले तू साले एक्साइटेड थिस भने यहाँ देखिनस् केटीहरू? तेरी माँ का भोसड़ा।